एकदम ठुलो आवाजले डोहामा पड्केर त्यो वरिपरिको माटो हम्ने जाने 2 मिटर जतिको डायग्राम बनाएर सिधै इनार जस्तो गरी त्यो माटो पुरै दब्यो। मैले गाडीबाट हेरेकै छु के, तो गाडीमै छु त्यतिखेर। अनि एक्कासी पड्किँदै त्यो सर्दै आएर गाडी पनि तानिहाल्यो। अनि अटोमेटिक 1 सेकेन्ड 2 सेकेन्डले गाडी फेरि सोझ आयो कि लेभल। यति मकम पनि हाम फाली। पछि यसो फर्केर हेरेर गाडी छ 12 बजेर त्यस्तै 30-35 मिनट भएको थियो कि 12:30 भन्दा यतै हो। दिउँसो गाडी मात्रै छिरेको खाल्डो, गाडी चाहिँ नदेखेँ कि गाडीमा सुरुङमा गए जस्तो मात्रै छ कि। अनि त्यो धेरै मान्छे नजिक जानु खोजेको भएर अनि हामीले बास पनि लगाइदिइहाल्यो। लगाइदिए प्रहरीहरू खानी हुनुभएको भएर घरमा पनि रोकिराख्नु भएको थियो। पछि पड्किँदै ढस्दै ठुलो भयो। अब तपाईको अपेक्षा माग के छ त, के गर्दियो? मेरो अपेक्षा भनेको के भने यो के कारणले भएको हो होइन। हजुर त्यो हाम्रो चाहिँ नि अब भूगर्भविदहरू स्थानीय सरकार छ हाम्रो यहाँ होइन, वार्ड समितिहरू छ, उहाँले नगरपालिका हुनुहुन्छ, उहाँहरूले त्यो के भएको छ, अरू हुन्छ कि हुँदैन है, अब यहाँ माछा पाल्ने लायक हो कि होइन अथवा यहाँ बस्ने लायक छ कि छैन, त्यो भूगर्भको विध अनुसारको चाहिँ त्यो हामीले सुझाव पाउनु पर्यो। अनि यो गाडी यत्र आम जनता चाहिँ यहाँ 10,000 होइन यत्रो मिलियन उसमा चाहिँ नि त्यो नेसनल चाहिँ इन्टरनेसनल चाहिँ नि खबर भइसकेको कारणले त्यो गाडी एकचोटि निकालेर हेर्ने हो कि सम्भव भयो, त्यो चाहिँ मेरो आशा हो। 1 घन्टा त रुवाई बच्चा समाएर मरिदियो। आज चाहिँ हजुरबा मर्फे त्यो सानो 17 महिनाले छ। वास्तवमा मलाई के भनेको मिसेसले पनि नजानुस् घाम चर्को छ भनेर उसले रोकिरहेको थिएँ। त्यही पनि मलाई त्यहाँ फोनहरू आएको भएर उता दानाको त्यहाँ आवश्यक पनि थियो, त्यहाँ दाना फ्याक्ट्रीबाट पनि फोन आएको भएर तुरुन्त जानु पर्नु थियो। त्यही भएर म मिलिहाल्नु। अब के गर्नुहुन्छ तपाईँ? अब यहाँ यो 2टा पोखरी सुकाएर यहाँ चाहिँ नि त्यही पनि त्यसको इक्विपमेन्टहरू ल्याएर काम गर्नु भन्नुभएको छ होइन। त्यसरी भइसकेपछि अनि अब भोलि र पछिमा के हुन्छ मेनका अनुसारको हुन्छ। यो एउटै बाडा चाहिँ मात्रै फालिरहनु भएको नि अहिले? अहिले त एउटै भयो। अब ठुलो खोल्न मिल्दैन। मैले त्यहाँ ठुलो पानी खाल्दैछ, त्यहाँ मकैमा क्षति हुन्छ, खोल्सा होइन। युवाले माछा पाल्दाखेरि अब यो क्षेत्रलाई चाहिँ बढाउँ भनेर लागिराख्दाखेरि अब राज्यले यसरी चाहिँ काम गरेको मान्छेलाई यस्तो भएको छ, अनि उहाँलाई चाहिँ यस्तै क्षतिपूर्ति पनि राहत गरौँ होइन दिउँ। अनि यहाँ भएको सम्पूर्ण चिजहरूलाई चाहिँ के भएको रहेछ भनेर विशेष गरी त्यो कुरा चाहिँ पत्ता लगाइदिनु भयो। चिन्ता बुक्का 4 सेकेन्डभित्रै गइसकेको थियो, खिच्न पनि भ्याएको थिएन। अब डरले भाग्ने वातावरण पनि बनाएको थियो। पहिल्यैदेखि नै यो ठाउँमा चाहिँ दलदल छ, गोरु जुत्न गयो भने गोरु हलसहित हराउँछ भन्ने कुरा चाहिँ मैले पनि सुनेको हो बुढापाकाको मुखबाट। अनि यो भैँचालो जाँदाखेरि चाहिँ यो ठाउँमा सेतो बालुवा अनि कमेरो टाइपको सेतो बालुवा निस्केको ठाउँ हो यो। म यही जन्मेको हुर्केको भएकोले मैले देखेको छु त्यो 72 सालको भूकम्पमा यो ठाउँमा अहिले गएको यो गाडी पसेको ठाउँमा सेतो बालुवा र कमेरो माटो चाहिँ प्रशस्त बाहिर निस्केको थियो। यो एरिया चाहिँ तपाईँको बस्ती बसाल्नको लागि योग्य चाहिँ छैन भन्ने कुरा चाहिँ जानकारी अहिले यो घटनाले देखाउँछ। बोरिङको कारणले पनि यस्तो भएको हुन सक्ने भन्ने अलिअलि अनुमान गरिएको छ। के हो यसबारे? यो यस्तो लाग्छ मलाई चाहिँ बोरिङले मात्र नभएर यो चाहिँ पहिला भुइँचालो जाँदाखेरि जमिन हल्लिएर त्यहाँको बालुवाका कणहरू पनि बाहिर आएर सेक भएको कारणले गर्दाखेरि यस्तो भएको हुनसक्छ भन्ने अनुमान गरेको छु। मेरो प्रारम्भिक अनुमानले भन्नु पर्दा तपाईँ त हामी स्थानीय बासिन्दा हुनुहुन्छ होइन। अब प्रत्यक्ष रूपमा यो देखिरहँदा चाहिँ यो त फिल्मी शैली टाइपको पनि भयो नि त होइन। सिधै गाडी चलिरहेको बेलामा एकैचोटि गाडी झऱ्यो भन्नुभयो र त्यहाँ सिक्नु छ है। अब यसमा त अब स्थानीय सरकारहरूको पहल पनि देखिराख्नु भएको छ, तपाईँहरूले आफै पनि प्रयास गर्नुभयो। यहाँ के प्रयास गर्नुभयो गाडी निकाल्न? हामीले यो गाडी पसेदेखि नै यहाँ सबै स्थानीय बासिन्दाहरू मिलेर उहाँलाई गर्नुपर्ने सहयोगहरू, पानी तान्ने, मोटरबाट फाल्ने, यो खाल्टोबाट पानी हटाएर गाडी खोज्ने प्रक्रियाहरू धेरै गरियो। रड छिराएर पनि हेरियो, गाडी खोज्ने प्रयास गरियो, तर सफल हुन सकिएन। अब यसलाई चाहिँ स्थानीय निकाय, स्थानीय सरकार, नेपाल सरकारले उहाँलाई केही राहत दिनुपर्ने जस्तो लाग्छ। किनकि उहाँ नयाँ हुनुहुन्छ, भर्खरै सुरु गर्नुभएको छ व्यवसाय, उहाँले ऋण पनि गरेर गर्नुभयो होला, तर उहाँलाई चाहिँ पीडा चाहिँ धेरै छ।
अब यो क्षेत्रको घटनाले चाहिँ यो क्षेत्र मात्र होइन यो एरियाको अन्य क्षेत्रमा पनि समस्या छ कि भन्ने खालको कुरा पनि जनाउँछ कि यसलाई कसरी लिनुभएको छ? यो एरिया चाहिँ तपाईँको बस्ती बसाल्नुको लागि योग्य चाहिँ छैन भन्ने कुरा चाहिँ जानकारी अहिले यो घटनाले देखाउँछ। अनि यो घटनाले हामीले चाहिँ सिक्नुपर्ने कुराहरू चाहिँ यसरी पानी उम्लेको ठाउँमा जानु हुँदैन, हामीहरू चाहिँ सचेत हुनुपर्छ भन्ने चाहिँ हामीलाई यो समाजलाई यो घटनाले सिकाएर गएको छ। कति सेकेन्डमै गाडी डुब्यो त? गाडी समथिङ 4 सेकेन्डभित्रै गइसकेको थियो। त्यो खिच्न पनि भ्याएको थिएन। अब डरले भाग्ने वातावरण पनि बनाएको थियो। अब न सबैतिर पो भन्छ कि भिडियो पनि धेरै हल्दै थियो। सेयर भएको थियो भिडियो। अनि यो चिजनिकममा चाहिँ न यो यतापट्टि अब जमिन पो भाँसिन्छ कि भन्ने डरले भाग्नु पर्ने अवस्था पनि आएको थियो। त्यो गाडी चाहिँ अलिकति दबिने बित्तिकै चाहिँ मैले सोचिहालेँ। उहाँ हाम फालेको पनि देखेँ मैले। अनि उहाँ हाम फालेको देखेपछि यहाँ केही छ है भनेपछि गाडी अलिकति ठाडो परे जस्तो हुन थालेपछि अनि मैले भिडियो खिचिहालेँ। तपाईँ चाहिँ के कारणले बाङ गरे? म मेरो खेतै यतै हो। म 2 दिन अगाडि पनि मल बोकेर यतै आएँ। हेर्दा हेर्दै गाडी पसे भित्र गयो होइन? के सोच्नुभयो त्यो बेला चाहिँ? मलाई त डर लाग्यो भाइ। त्यो थियो पहिला भैँचालो आएको डर थियो है, त्यस्तै भैँचालो हो कि भन्ने डर थियो। के सुन्नुभयो त्यो गाडी खस्दाखेरि? आवाज त त्यस्तो आएन। यो भत्किया चाहिँ बङ्गलङ बङ्गलङ गरेर भत्केर यो माटोहरू साइडबाट झरेर चलेको थियो। पानी उम्लिएको थियो। त्यो पानीको लेदो सहित धेरै पानी उम्लिएको थियो।